आमा यतिकै आमा शब्द होइन है आमालाई भेट्न यति स्ट्रगल गर्नुपर्छ सायदै पनि आज तपाईँलाई प्रुभ भयो होला होइन आमाको ठाउँमा पुग्न धेरै स्ट्रगल गर्नुपर्छ सो त्यही भएर चाहिँ सो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल युके ब्लग होप सबैजना सन्चै हुन्छ होला भन्ने सन्चै छु सो गाइस आफ्टर लङ टाइम पछि भिडियो है आज चाहिँ टक्कसँगले हामीले चाहिँ यास गरेर चाहिँ आज कहाँ जाँदैछौँ भन्ने कुरा चाहिँ तपाईँलाई देखाउने नै छौँ हामीलाई तपाईँलाई देखाउनेछौँ कहाँ जान्छु भन्ने कुरा तपाईँलाई देखाउने छौँ सो गाइस टक्कसँगले हामी तिनजना चाहिँ आज राइड गरेर जाँदैछौँ यास गरेर हेलो हेलो गर्नु हेलो लोकेन 07 यहाँ अर्को राइडर हुनुहुन्छ टक्कसँगले भ्लग स्टार्ट भइसकेको छ है यहाँ हामी तिनजना चाहिँ यस गरेर आज जाँदैछौँ है हामी चाहिँ ठ्याक्कै भन्दाखेरि जर्सी बौवा रिसोर्ट आइसकेको छौँ लगभग अब लाग्छ हामीलाई लगभगै 4 घन्टै लाग्छ होला है 4 घन्टा लगाइज ल हाकिम साहब हामी कहाँ जाँदैछौँ अरे ल अहिले चाहिँ हामी ठ्याक्क जर्सिङपो अरे के अरे आइसक्यो भनौँ न जर्सिङपोको आइसक्यो हामी चाहिँ अहिले आमायाङ्ग्रीको यात्रामा छौँ गाइस देख्न सक्नुहुन्छ हामी तिनजना छौँ आजको राइड चाहिँ एकदम स्लो र टु मच फन है अनि अब वेदर पनि हेर्न सक्नुहुन्छ यस्तो छ अनि माथि चाहिँ अब हिउँ पर्ला जस्तो छ होप्स हिउँ परोस् हिउँमा खेल्न पाइयोस् रमाइलो होस् है त स्टे ट्युन गाइड्स के भन्नु छ बबाल इन्जोय गर्नु होला सबजनाले हामी चाहिँ निस्किसकेको छौँ अब चिल पारामा चाहिँ तिनजना अनि आजको राइड चाहिँ बबालै हुनेवाला छ सबैजनाले चाहिँ इन्जोय गर्नु होला युकेश भाइलाई सब्सक्राइब नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब पनि गर्नु होला है ल के गाइस ल ल माया छ माया पारा ल राइट गाइस हामी चाहिँ टक्कसँगले मेलम्चीमा भनेर आइसकेको छौँ हक्कसँगले यहाँ खाना खान लाग्यो है यस्तो धुलो छ यस्तो धुलो छ ओ माई गड पुरै नगरौँ के सो यो चाहिँ मिलम्चीको बजार छ है सो हामी चाहिँ खाजा खानु टक्कसँगले बसेको छौँ अनि हाम्रो एउटा राइडर हुनुहुन्छ यहाँ सो त्यही हो गाइस भाइ खाना खानु लाग्यो है त यस्तै हो लोकेन 07 मोबाइल छ यस्तै हो त्यही हो राइट गाइस टक्कसँगले बाटो यस्तो डेन्जर छ कि यहाँ किडनी हलिसक्यो किडनी हलिसक्यो हुँदैन ल आहा सर सिनेमेटिक आमामा भन्नै पर्दैन ल कस्तो भएछ हालत खराब भएको छ ल पानीले भिजेर मस्त तर जोस् बबाल भइरहेछ राइड एकदम बबाल सो त्यही गाइस सोचे भन्दा बबालै भयो होइन बाटो नि यस्तो मोबाइल यहाँ तासमा 220 नै बेस्ट हो कति टाइम लाग्छ माथि पुग्न कति टाइम लाग्छ माथि पुग्न लड्यो भने बिहोर्नु पर्ला यहाँ ल गाइस हामी चाहिँ यहाँ खाजा खाने काममा छौँ टक्कसँगले ल बबाल होइन ल यस्तो भइरहेछ है हाम्रो हालत चाहिँ यस्तो डेन्जर छ कि बाटो चाहिँ पुरै नगरौँ चतर होइन हाम्रो लोकेन 07 भगहरू पनि यहाँ के तामिल धोका बाबा गाइस बाबा ल यहाँ एक्सिडेन्ट भयो फेरि छ त भयो सुक्दैन क्या गाह्रो हुन्छ साथीहरू म चाहिँ यहाँ मुख धुलो भने झरेको एकदम चिप्लो रहेछ सर्वत्रै डुबेको अवस्था यहाँदेखि ठुलो है त बाबा भने यार यस्तो ठुलो बाटोमा अब कसरी जाने हो टेन्सन भइहाल्यो त्यसरी चाहिँ प्लानै सुक्दैन क्या गाह्रो छ चकचकेमा कुरिया छ लास्ट चकचके छ क्या केटा यार ल कस्तो भइरहेछ एउटा माछा मारिहाल्यो माछा मरिहाल्यो ल अर्कोमा आइसक्यो चाहिँ परौँ राइट गाइस हामी चाहिँ टक्कसँगले फेरि सर पारेर च्यादर है गाइस ल है च्यादर पारेर चाहिँ हामी आइपुग्यो ल बबाल ल मारेको छौ यार भिडियोले मारेको छ होइन सट्टसँगले यास गरेर मारेको छ
ल सो त्यही हो अब हामीलाई यहाँदेखि 10 किलोमिटर जानु हाम्रो डेस्टिनेसन लगभग ओन्ली 6 किलोमिटर 6 किलोमिटर अब बिस्तारी पुगिन्छ भन्ने आशाका साथ हिँडेको छौँ ल बवाल होइन एकदम एकदम ल स्टे ट्युन गाइस ओके गाइज झोला गाइज हामी चाहिँ टक्कसँगले कहाँ आइपुग्यो भन्दाखेरि ठ्याक्कै बेस क्याम्पमा आइपुग्यो है टक्क देख्न सक्नुहुन्छ ल बबाल है यो चाहिँ बेस क्याम्प हो हामीहरू चाहिँ अब बस्ने ठाउँ चाहिँ यो हाम्रो चाहिँ सो त्यही हो अब हामी चाहिँ भोलि चाहिँ जानु लगभग पिकमा पुग्नु चाहिँ हामीलाई लगभग 3-4 घन्टा लाग्छ होला सो आजको बसाइ चाहिँ हाम्रो यहीँ हुनेछ यही हो बेस क्याम्प चाहिँ सो त्यही हो ल गाइज ल भिडियो आउँदै गर्छ अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला है त गाइज ल कस्तो हुँदैछ बबाल भइरहेछ बबाल अब आजको बसाइ चाहिँ यहीँ हुँदैछ है त ल ल आमा टुङ 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 डिस आमा कस्तो हुँदैछ आजको बसाइ ल बबाल बबाल कस्तो भइरहेछ हामी बेस क्याम्पमा आयो कुरा हो क्याम्पमा आयो है कस्तो भइरहेछ त बेस क्याम्पमा आएर हामी फेरि तल झऱ्यो अलिकति तल झऱ्यो छाना पनि बेस क्याम्पमा आएको छौँ कि हामी बेस क्याम्पदेखि तल झऱ्यो त्यही हो यो ट्रेनहरू छ यहाँ 10 नम्बर के छ अवस्थामा ल यो चाहिँ ट्रेन हेर्ने 10 नम्बर छ अरे के यो त बुक भइसक्यो त्यो 10 नम्बर हेर्नु 10 नम्बर लेखेको पनि छैन आउँदैन जेन्जीहरू देखाउनु यो हो साला टोइलेट लेखिरहेको छ त यहाँ ए उता रहेछ टोइलेट चाहिँ यहाँ रहेछ ओपन गराउनु एकचोटि कस्तो छ यस्तो रहेछ हेर होइन के छ कर्छ त रात यस्तो रहेछ के भन्दा उता कटेजहरू के भन्छ क्या दाइ माथि कटेजहरू के छ सबै प्याकै हो ल कटेज पनि भएदेखि बेस्ट हुन्थ्यो है कटेज चाहिँ ठिकै हुन्थ्यो सबै प्याक भएर हामी चाहिँ पर सेयरिङमा रहेछ सेयरिङमा चाहिँ अलिकति फेरि ठिक छ तर पनि यो पनि छुट्टै हो नि फेरि एउटा युनिक हो होइन यो ठाउँमा आएपछि यो एउटा हो बस्दिउँ हो नै बसौँ पर बसिहालिन्छ नेट चलाउनुको लागि ठिक छ त्यही नै हो है त ल बबाल भयो आजको राइड चाहिँ ओके गाइस हामी चाहिँ अब आमायाङले मैले बोल्नु भनेको छैन कहिले बोल्नुलाई तपाईँलाई लु बोल्नुहोस् तपाईँ अब ल साथीहरू अब हामी यहाँनिर आमायाङ पिकमा आइसकिरहेछौँ पिकमा भन्दा पनि यहाँ तल बेसमा माथि बस्नु खोजेको खास चाहिँ तर माथि पनि अलिकति वातावरण त्यो खालको देखिएन यहाँनिर अलिकति वातावरण त्यो खालको बनाएर बस्ने निर्णय गऱ्यौँ र अहिले हामीले बिहानै बुक चाहिँ गरेका थियौँ तर यो टेन्टमा चाहिँ अलिकति असहज होला जस्तो भएर कटेजमा बसौँ भन्ने लागेको थियो तर त्यहाँ पनि बुक भइसकेको रहेछ यहीँ एडजस्ट गर्ने भयौँ गाइस ल हेर्दै गर्नु होला स्टे ट्युन सो त्यही हो होइन ल अब हेरौँ गाइस अन्तिममा हेरेर माया गर्नु होला तपाईँहरूले भोलिको भ्लग पनि हेर्नु होला है ल भोलि चाहिँ आजको चाहिँ यति धेरै त त्यस्तै हो होइन ल यो चाहिँ हाम्रो बस्ने ठाउँ हो आज बसेर चाहिँ यो मैले फोहोर सायद यति धुलो कि यति आमालाई भेट्न यति धेरै स्ट्रगल गर्नु पर्दो रहेछ कि आज आएर थाहा भयो होइन आमाको ठाउँ पुग्नु हामीले धेरै स्ट्रगल गर्नुपर्छ सो त्यही हो आमालाई चाहिँ माया गर्नु पर्ने रहेछ त्यही भएर हामी चाहिँ यहाँ आएर हामी चाहिँ जानुपर्ने भोलि कहाँ हो कुन ठाडा हो सो त्यही हो माइला गड कस्तो भइरहेछ हजुर कस्तो भइरहेछ आजको राइड कस्तो भयो बब्बाले आमा यतिकै आमा शब्द होइन है आमालाई भेट्न यति स्ट्रगल गर्नुपर्छ सायदै पनि आज तपाईँलाई प्रुभ भयो होला होइन आमाको ठाउँमा पुग्न धेरै स्ट्रगल गर्नुपर्छ सो त्यही भएर चाहिँ अझ आमाको ठाउँ पुगेकै छैन हामी अझै पुगेको छैन त्यो ठाउँमा हामी चाहिँ आमाले जग बसाएको ठाउँ मात्रै आइरहेको छौँ
भोलि पुग्नेछौँ हामी त्यहाँ अवश्य पनि होइन सो त्यही हो तपाईँहरू पनि भोलि पुग्नुहुन्छ भने पूर्ण टुच्च है विश्वास guys, छ। टुच्च ल। पुग्नेछौँ ल गाइसलाई माया छ माया ल देख्न सक्नुहुन्छ गाइजहरू यहाँनिर पुरा भ्लगरहरूको यहाँनिर ल गाइस ल आजको बसोबास यति छ। आजको Thanks for अन्तिम watching, भ्लगसम्म हेर्नु everyone, होला कस्तो है? हुन्छ के कस्तो Love you हुन्छ all, सबैजनाले भोलि सोयाको ढोको सानो माया हे लगाउने ढोको कसैमा मर्छु पकारे भन सोल्टी बराबर नढाटी ए भन सोल्टी बराबर नढा छिटको गुन्यौ ए छिटको गुन्यौ तिमीले लगाउँदा सानो तिमीले हुरुकै बनाउँदा सेती खोला तरौला पापी मन कसरी बुझाउन पापी मन कसरी बुझाउन ओइ